नेपाली क्रिकेटको ग्लोबल स्टारले फेरि एकपटक विश्वलाई चकित पारेका छन्। बिग ब्यास लिग बीबीएलमा अनसोल भए पनि उनले तुरुन्तै बंगलादेश प्रिमियर लिग बीपीएलमा आफ्नो स्थान सुरक्षित गरेका छन्। यो केवल एक अनुबन्ध मात्र होइन, यो कमब्याक किङको अर्को एउटा कथा हो। सन्दीपलाई बीपीएलको नयाँ सिजन 2026 का लागि राजशाही वारियर्सले आफ्नो टिममा भित्राएको छ। यो उनको लागि दोस्रो बीपीएल यात्रा हो। पहिला 2019 मा सिलेट सिक्सर्सबाट खेलेका थिए। यसपटक उनी न्युजिल्यान्डका जिम्मी निसम र बंगलादेशका कप्तान नजमुल हुसैन शान्तो जस्ता अनुभवी खेलाडीहरूसँग काँध मिलाएर खेल्नेछन्। वारियर्सको टोलीमा उनको आगमनले बलिङ आक्रमणलाई निकै मजबुत बनाएको छ। हालै बीबीएलको ड्राफ्टमा सन्दीप अनसोल हुँदा नेपाली फ्यानहरू निराश भएका थिए, तर एक ग्लोबल लिगको ढोका बन्द हुँदा अर्को प्रतिष्ठित लिगको ढोका खुल्यो। यसले सन्दीपको टी20 क्रिकेटमा रहेको विश्वव्यापी मागलाई पुष्टि गर्छ। उनी नेपाल प्रिमियर लिग एनपीएल 2025 मा सर्वाधिक विकेट लिने बलर पनि बनेका थिए, जसले उनको उत्कृष्ट लयलाई झल्काउँछ। सन्दीपको मुख्य हतियार उनको गुगली हो, जसले विश्वका ठूला ब्याट्सम्यानहरूलाई समेत समस्यामा पारे। बीपीएलको पिचहरू स्पिनका लागि सहयोगी हुने भएकोले त्यहाँ उनको प्रदर्शन अझै चम्किने सम्भावना प्रबल छ। मैदानमा फर्किएका सन्दीपका लागि हरेक खेल आफ्नो क्षमता प्रमाणित गर्ने अवसर हो। सन्दीप लामिछानेको बीपीएलमा अनुबन्ध हुनु नेपाली क्रिकेटका लागि गौरवको कुरा हो। फ्यानहरूको साथ र उनको निरन्तरको मेहनतले उनलाई यो सफलता दिलाएको छ। अब सबैको नजर डिसेम्बर 26 बाट सुरु हुने बीपीएलमा हुनेछ, जहाँ सन्दीपले राजशाही वारियर्सका लागि आफ्नो स्पिनको जादु देखाउनेछन्। हामी उनको उत्कृष्ट प्रदर्शनको कामना गरौं।